अमेरिकाको राज्य आयोवामा छु देखिरहनु भएको छ मेरो पछाडि माथि द स्टेट अफ आयोवा टुरिस्ट इन्फर्मेसन पनि हो यो टुरिस्ट इन्फर्मेसनमा चाहिँ के छ आयोवामा के भन्दाखेरि यो 8 AM to 5 PM ओपन होस् त्यो फर नेक्स्ट अनि इन्फर्मेसन यसरी सिराको छ यो हैन आयोवा टुरिस्ट इन्फर्मेसन पनि पाउँछ आयोवामा के कस्तो कस्तो टुरिस्ट सेन्टरहरू छ त्यो भन्दैमा पिक्चरसँग राखिएको छ हेर्नुहोस् यो है मेरो पछाडि जति पनि फोटोहरू छ नि यो वालमा सबै इन्फर्मेसन्स हैन टुरिस्ट इन्फर्मेसनको लागि मजाले सजाएर राखेको छ हेर्नुहोस् फुलहरू मजाले छ र आयोवामा के कस्तो छ भन्ने कुरोहरू यो इन्फर्मेसन अफिसभित्र मात्रै र अफिसदेखि बाहिर पनि छ र यो म्यापहरू होइन म्यापहरू कहाँ कहाँ जाने भन्ने ठाउँ र आयोवाको बाहिर चाहिँ म जान्छु होइन ढोका खोल्यो ढोका खोलेपछि बाहिर चाहिँ यस्तो छ अमेरिकन फ्ल्यागहरू जहीँ पनि हुन्छ है रेस्पेक्ट र हेर्नुहोस् कति मजाको ठाउँ छ हरियाली होइन मजाको रिफ्रेसमेन्ट हुने ठाउँहरू छ र यहाँ चाहिँ के रहेछ भन्दाखेरि लो लामोनी रेस्ट एरिया म्याप भन्नु रहेछ चाहिँ यस्तो तपाईँले देखिरहनु भयो हेर्नुहोस् यो ठाउँ जस्तो यो बाहिरको एउटा सिनेरी ठाउँ छ बार्बिक्यूहरू बनाउने बस्ने रमाइलो गर्ने ठाउँहरू छ र यो अहिले समर भ्याकेसन आउन लागिरहेको अथवा जुन जुलाईमा समर भ्याकेसन सुरु हुन्छ तपाईँले देख्न सक्नुहुनेछ यो ठाउँमा अति नै मजाको यो चाहिँ आयोवाभित्र जीवनमा एउटा सम्झना लायक होस् भन्ने हिसाबले देखाउन चाहन्छु र म तपाईँलाई तल ताल देखिरहेको छु नि त्यो तालतिर पनि लान्छु है पर्खिनु होला हरेक राज्यमा टुरिस्ट सेन्टरहरू भिजिट गर्ने ठाउँहरू महत्त्वपूर्ण ऐतिहासिक स्थानहरू हुन्छ हेर्दै लाने भने हजारौँ ठाउँ छ ती मध्येमा र केही सानसानो भागहरू सानसानो ठाउँहरू छ तर पनि रमाइलो छ है र मान्छेले अथवा सरकारले जुन सिटी जोस् यहाँको पब्लिकहरू हरेक कुरामा एवेरनेस छ भन्नाले यो देशका मानिसहरू धेरै नै शिक्षित छन् र कसरी पार्कहरूलाई होइन रेस्ट एरियाहरूलाई र मान्छे घुम्ने ठाउँहरूलाई सरसफाइ गरेर कसरी मेन्टेन राखिएको छ र हिँड्ने ठाउँ बाटोहरू र मान्छेहरू रिफ्रेसमेन्ट गर्ने ठाउँहरूलाई एउटा कानुनी हिसाबले अथवा सिस्टमेटिक तरिकाले चलाएको पाइन्छ है र हेर्नुहोस् मैले तपाईँलाई देखाएँ भयो त्यो माथिदेखि कति रमाइलो हुँदै हुँदै अब हामी यो तलतिर जान्छौँ होइन कस्तो मजाको ताल छ तल त्यो तालमा त्यहाँ बसेर तपाईँले हेर्न सक्नुहुन्छ घुम्नको लागि पनि वरिपरि साइक्लिङ गरेर अथवा हिँड्दै हिँड्दै यहाँको महत्त्वपूर्ण ठाउँहरू हेर्दै हेर्दै वाउ भन्दै गफ गर्दै हिँड्नु सक्नुहुनेछ जस तपाईँ एक्लै आउनुहुन्छ भने तपाईँ जस आनन्द लिन सक्नुहुनेछ किनकि यति सफा वातावरण छ होइन यति मजाको सुनसान र यो बाटो उँधो जाँदैछु म यो बाटो यो है आयोवा भनेको चाहिँ एउटा ऐतिहासिक होइन अमेरिकाको राज्य हो आयोवामा संसारको वर्ल्डको लार्जेस्ट ट्रक ठुल्ठुलो ट्रक पार्किङ है यो आयोवा हो होइन आइआइटी जाँदाखेरि चाहिँ भेटिन्छ र त्यसरी यहाँबाट जाने ठाउँ छ होइन त्यहाँ ठाउँमा अघि मानिसहरू गइरहेको थियो साइक्लिङ गर्दै हिँड्दै हिँड्दै पनि गइरहेको छ त्यो ठाउँबाट अब यहाँबाट यस्तो बस्ने ठाउँ छ छोटो भए पनि तपाईँलाई यो भिडियोहरू चाहिँ मैले देखाउनुको कुनै ठुलो उद्देश्य त छैन जस घुम्दै जाँदाखेरि रमाइलो कुराहरूलाई कसरी चाहिँ एउटा एकमुष्टमा राख्न सकिन्छ एउटा भोलि गएर हेर्न सकिन्छ हेर्नुहोस् यो यस्तो ठाउँ रहेछ यो बस्ने ठाउँ चौतारीहरू छ र मैला फ्याँक्ने ठाउँहरू यहाँ छुट्टै छ र यो पोखरीको बारेमा केही नियमहरू सिटीले लेखेको छ होइन र के कस्तो लेखेको छ भन्ने कुरो यहाँ फिसिङहरूको बारेमा यु आर ओभरलुकिङ द स्लिप ब्लफ लेक एन्ड पार्क है तपाईँले यहाँ हेर्नु सक्नुहुन्छ हेर्नुहोस् है यो ठाउँको बारेमा लेखेको छ बोटिङहरू फिसिङहरू गर्न सकिन्छ यहाँभित्र र अब म तपाईँलाई वरिपरि त घुमाउन सक्दिनँ छोटकारी रूपमा यहाँबाट देखाउन चाहन्छु हेर्नुहोस् मेरो पछाडि देख्नुभयो नि यस्तो यस्तो तालहरू अनगन्ती बिलियन्स छ र यहाँबाट तल झरेर
जाने बाटो पनि छ हेर्नुहोस्। ठक्कै गयो तल गएर फिसिङ माऱ्यो र म तपाईँलाई लान्छु जानु जाउँ तल कस्तो रहेछ। जस यहाँ यो पोखरीमा हाँसहरू माछाहरू पनि पाउँदो रहेछ र फिसिङ गर्ने र बोटिङ पनि गर्दो रहेछ। यो चाहिँ एउटा तपाईँलाई मैले यो ठाउँमा लानुको चाहिँ देखाउनुको उद्देश्य चाहिँ के भन्नाले यस्तो तालहरू हजार हजार होइन तालहरू ड्यामहरू पोखरीहरू छ। त्यो पोखरीमा मानिसहरू एक ठाउँमा बसेर है आनन्द माछा पक्रिन्छन्, छोड्छन्, माछा फेरि पक्रिन्छन्, ठुला ठुला फोटो खिच्छन्, फेरि ब्याक टु पोखरीमा पठाउँछन् र आनन्द लिन्छन् र खाने माछा पनि छन्। त्यो खाने माछा केही नापेर होइन त्यसको नियम छ कानुन र त्यही अनुसारले कतिवटा एकजनाले कति मार्नु पाउने सिटी अनुसार स्टेट अनुसारको फिसिङ लाइसेन्सहरू छ है। त्यसरी हेर्नुहोस् मजा छ। यत्रो पोखरीको वरिपरि एक्लै म छु हेर्नुहोस्। र साथीहरू तपाईँलाई आजको यो चाहिँ आयोवा राज्यको चाहिँ सानो ठाउँ जहाँ चाहिँ मानिसहरू थकाइ र मार्ने र बस्ने र छोटो समय छ भने घुम्न पनि आउन सक्छ यो ठाउँमा है। र मैले यो देखाउनुको चाहिँ खास यहाँ वरिपरि देख्न चाहिँ यो हरियाली ठाउँहरू छ है। र आगामी दिन तपाईँसँग यस्तै नयाँ नयाँ कुराहरू लिएर आउनेछु। आजलाई म बिदा हुन चाहन्छु। बाई बाई।